हाम्रो नि यसो किचिक्का छ सेउला तयार गर्दैछ हाम्रो भतिज गणेश राईले। सिन्क्युली सेउली उधौली पर्वकोमा कस्तो खाले किराको बडा ह्यान्डसम किराती केटाहरू छन् कि फेरि गाड्दैछ सेउली एकदम मजाले। किलो गाडेको अवस्था हो यो। यो चाहिँ आजको साकेला नृत्यको लागि साकेला सिली अथवा लिङ्गो गाडेको अवस्था हो। माल उधौलीको लागि तयार हुँदैछ। कुकमेनहरू है यता तयार हुँदैछ। यहाँ माल हो यो चाहिँ हाम्रो एकदमै लोकल कालो बङ्गुरको स्वाचेको मासु। हातमा यता मसला पनि छ। बुढापाकाहरू यता बसिराख्नु भएको छ। हाम्रो मुख्य कुकमेनी आजको खगेन्द्र कुमार किराती। हेरौँ न कर्दाको साटो दाँतले दिइरहेछ बुढाले। ए अब यसो छ ओभर परिहाल्यो म तलतिर ठाउँ पनि छ त्यहाँ तल चट्ट एउटा भर्खर त्यहाँ ठाउँ खाली पारेर आइरहेको अवस्था हो। पुरै हल्का जिउ शीतल पारेर आइरहेको अवस्था छ। मासु पाकेको अवस्था छ। मासु लाउँदै हुन्छ हाम्रो बुवा माइला साइलाहरूले है। एकदम राम्रो मासु। यस्तै छ गाउँघरको अर्ग्यानिक चिज।
साकेले नि त्यो चल्दै गर्दा पानी अलिकति डिस्टर्ब गरेको अवस्था छ। यो एकैछिनको हेरै अब हेरै जप्पै यस्तो बसेको छ कि कोही कुराहरू नाच्नेलाई तिर्खा लगाएर रमिले तिर्खा लाग्यो तिर्खा बेचेपछि हेर्न यो पानी आएछ भने केमा देख्ने दाजु कुरा बुझ आज त हाम्रो त नि देजी गरे तिमाने गरे हाम्रो त्यो शरीरसित ढाडु त पर्छ हामीले गरेको आएको छ नि
पानीले बिजोग पारो लाइटमा एनीबडी यहाँ पुग्यो अरे दाजु यस्तै भयो पानीमा हो बिजोग छ बिजोग छ बेजेको भयो सबैजनालाई उभौली ह्यापी उभौली के भन्छ उधौलीको यो चाहिँ टोली सबै भिडियो रेकर्ड छ हजुर खाजा भइसक्यो काका ल है अब नाच्नुपर्छ दोस्रो चरणमा अब रमाइलो गर्नु ल है ल आमै खाएको सबै ल ल ल ल कडा हो तैँले खाजा भेटे छैनस् ल ठिक छ ल ठिक छ सक्दैन नि ल